नमस्ते गाइज भन्दा फाइनली हामीले जू भिजिट गऱ्यौँ वाइज्याकको, जहाँनिर रोयल बेङ्गल टाइगर तपाईँहरूले देख्न सक्नुहुनेछ। रोयल बेङ्गल टाइगर पछि यहाँनिर घडियाल रहेछ। घडियाल एकदमै टाढोमा थियो र खिच्न जुम गर्नुपर्ने। यो जू चाहिँ एकदमै ठुलो रहेछ, जग्गाहरू एरिया ठुलो रहेछ, जानवरहरू एकदमै टाढो टाढो भएकाले हामीले खिच्नु पनि साह्रो पर्ने र देख्न चाहिँ सकिन्छ, तर खिच्न चाहिँ धेरै साह्रो पर्ने। यो नि तपाईँले देख्नुहुन्छ लोमडी ऊपर बसिरहेको छ है, एकदमै जुम गरेर खिच्नुपर्ने। मेरो क्यामेरा पनि त्यस्तो राम्रो त छैन। त्यसपछि तपाईँले देख्नुहुँदैछ यहाँ हाइना। हाइना चाहिँ अलिकति क्लोजमा देख्नु पायो, एकदमै खुङ्खार जानवर है। र सबभन्दा मलाई मन परेको चाहिँ यो ब्ल्याक क्याट, र ब्ल्याक क्याट पछि चाहिँ यहाँनिर चाहिँ एउटा चिम्पान्जी। चिम्पान्जीको हरकतहरू तपाईँले हेर्नुभयो भने तपाईँलाई मजा आउँछ। फाइनली भिडियो हेरिहाल्नुभयो, अलिकति अझै हेर्नुहोस्। क्यामेरा देखेपछि चाहिँ चिम्पान्जीले कस्तो डरलाग्दो हरकत गर्छ, मजाको एउटा मान्छे जस्तै हुँदो रहेछ। यसको बिहेभियर मलाई साह्रै मन पऱ्यो है। त्यहाँ मान्छेलाई हँसाउने काम पनि गर्दै थियो यसले त, झन् सेम मान्छे जस्तो पोज दिएर सुतिदिँदो रहेछ यो त। आम्मामा हो, यसको नचाकत र यो हरकत चाहिँ मलाई साह्रै मन पऱ्यो है। चिम्पान्जी एकदमै मान्छे जस्तै त सुत्दो रहेछ भन्ने भयो। अनि धेरै भेराइटीको बाँदरहरू रहेछ यहाँ। एउटा चाहिँ माथि थियो, साह्रै राम्रो रेड पम्प भएको बाँदर, तर यो अलिक टाढोमा थियो। र यो त हाम्रो गाउँतिर आइबस्ने बाँदर हो, तपाईँले देख्नुभएको छ मन्दिरतिर बारीतिर अक्सर आइबस्छ यो त। यो पनि पाइपमा खेलिरहेको थियो। र त्यसपछि तपाईँहरूले देख्न सक्नुहुन्छ अगाडि सतुरमुर्ग जो यहाँको एउटा फेमस घरतिर पनि पाल्ने गर्छ। यो जूमा पनि राखिएको रहेछ, तर यो जङ्गली सतुरमुर्ग होला, घरतिर पाल्ने पनि अलिक ठुलो हुन्छ है। यहाँतिर मैले प्रायः घरको अगाडि पनि देखेको छु, मान्छेहरूले पनि पाल्ने गर्छ, कतिले खाने पनि गर्छ। एकपल्ट ट्राई पनि गरेको थियो, धेरै मिठो पनि हुँदो रहेछ है। र मेरो फोनको ब्याट्री सकेको हुनाले मैले यति नै भिडियो गर्नु पाएँ, त्यसको लागि सरी छु है। र अर्को भिडियोमा फेरि भेट हुनेछ। थ्याङ्क यू।